अब यहाँ चाहिँ पर्यटकीलाई चाहिँ धेरै सम्भावना छ कि पहिलो कुरा त हामीले चाहिँ जितगढीलाई चाहिँ अझ फोकस गर्नुपर्छ। जितगढी छ अनि यो बोटोली भनेको धार्मिक सांस्कृतिक सहर हो क्या। यहाँ चाहिँ 600 वर्ष अगाडिदेखिको मन्दिरहरू छ। 600 वर्ष सेनकालीन दरबारको भग्नावशेष छ, मन्दिर छ, सेन राजाहरूले स्थापना गरेको मन्दिर छ, बाघभैरव मन्दिर छ। यहाँ पर्यटकहरूलाई ल्याउनु धेरै सम्भावना छ तर गर्न सक्ने चाहियो। यहाँ धेरै कुराहरू हुन्छ, गर्ने कम भएछ। भनेपछि यहाँ अलिकति पुरानो बुटोललाई चाहिँ खासै यो पुरानो बुटोल जोगिनी भनेको पर्यटकीय स्थलले नै हो। मैले त्यही देखेको छु अहिले। अब व्यापार यहाँ सम्भावना छैन। व्यापार गरेर यहाँ चाहिँ जेल चलायबान गराउने होइन, गुल्जार गराउने अवसर छैन। अब गुल्जार गर्ने भनेको अब यहाँ बुटोलमा भएको एउटा स्वाधीन नेपालको हामी स्वाभिमानी नेपाली भनेर चिनाउने एउटा जितगढी किल्ला छ। त्यसले चाहिँ पर्यटकहरू ल्याउनु चाहिँ धेरै सकिन्छ चाहेकोमा। फुलबारीमा आउने पर्यटकहरूलाई जितगढीमा ल्याउन सकिन्छ। अनि यहाँ विद्यालयहरू छ, विभिन्न सङ्घ संस्थाहरू छ, त्यहाँबाट तिनीहरूलाई चाहिँ टुरमा ल्याएर चाहिँ यो जितगढीको महत्त्व गर्न सकिन्छ। यस हिसाबले पनि बुटोलले अझ पर्यटकीय क्षेत्र बनाउन सकिन्छ मेरो विचारमा। अनि यहाँका पुराना संरचनाहरूले चाहिँ अलिकति पर्यटकीय आकर्षण चाहिँ कसरी गर्न सक्छ? छ यो चाहिँ सम्भावना छ कि। अब यो भनेको बुटोल भनेको तपाईँको धार्मिक सांस्कृतिक सहर हो होइन। यहाँ तराईको र पहाडको दुईटैको मानिसको बसोबास छ। अनि तिनीहरूको आफ्नो संस्कृति छ कि, संस्कृति परम्परा होइन, सांस्कृतिक ऊ छ। त्यस कारणले तिनीहरूको त्यो देखाउन पनि हामीले चाहिँ पर्यटकहरू ल्याउन चाहिँ सकिन्छ भनेर मैले बुझेको छु।